Hello, welcome to my channel. आज चाहिँ म एनआरबी 2075मा सोधेको युनिटरी मेथडको एउटा क्वेसन लिएर आएको छु। यसमा चाहिँ ए, बी र सीले कुनै काम क्रमशः 40, 60 र 90 दिनमा गर्न सक्छन्। तिनीहरूले सँगै काम सुरु गरे र 15 दिनपछि एले छोड्यो। बीले काम सकिनुभन्दा 5 दिन पहिले छोड्यो र सीले बाँकी काम एक्लै गर्यो भने सीले जम्मा काम कति दिनमा गर्यो भनेर सीले कति दिनमा काम गर्यो भनेर सोधे हाम्रो यहाँ दिन निकाल्नु पर्ने भएकोले एले एक दिनमा कति भनेको छ त 1/40 काम गर्न सक्छ। बीले एक दिनमा 1/60 काम गर्न सक्छ र सीले एक दिनमा 1/ कति दिएछ त 90 काम गर्न सक्छ। अब हाम्रो यहाँ सीले जम्मा काम कति दिनमा गर्न गर्यो भनेर सोधेछ। त्यसको लागि हामी मानौँ सीले जम्मा काम एक्स मान्नु पर्यो, एक्स दिनमा गर्न सक्छ। अनि एले 15 दिनपछि एले काम छोड्यो भने चाहिँ कति दिन गरेर रहेछ त काम? एले 15 दिन काम गर्यो। अब बीले के भनेको छ? बीले काम सकिनुभन्दा एक्स दिन पहिल्यै छोड्यो, 5 दिन पहिल्यै छोड्यो भनेपछि अब कति दिन काम गर्यो त थाहा छैन। एक्स माइनस के गर्नु पर्यो त 5 दिन चाहिँ बीले काम गर्यो। अब टोटली गर्नु पर्यो। एले सबै जोड्नु पर्यो। एले कति काम गरेछ त 1/40 इन्टु एले 15 दिनसम्म काम गर्यो प्लस बीले 1/60 इन्टु कति दिन काम गर्यो एक्स माइनस 5 प्लस सीले 1/90 इन्टु कति दिन त एक्स दिन भनेको यो सबै टोटल गरेर हाम्रो चाहिँ एक दिन आउनुपर्छ। 1 भयो है। (15/40) एक्स माइनस 5/60 प्लस 1/90 एक्स मानौँ 1। अब यिनीहरू यो तिनटाको हामीले एलसिएम लिनु पर्यो। यहाँ एलसिएम निकालिदिन्छु ल त। 40, 60, 90 दुईले लिँदाखेरि 20, 30, 90 भयो। 3 ले एलसिएम लिँदाखेरि 3 1 20, 3 30 भयो। 10 ले लिँदाखेरि 2 1 3। अब यो एलसिएम लिँदाखेरि 2 इन्टु 3 इन्टु 10 इन्टु 2 इन्टु 3 गर्दा कति आयो हाम्रो 360। यसको एलसिएम 360 आयो। अब 40 ले 360 ल्याउनको लागि कतिले मल्टिप्लाई गर्नुपर्छ 9 ले गर्नुपर्छ। 9 इन्टु 15 प्लस 60 330 डिभाइडेड बाई 60 गर्दाखेरि 6 यो ब्राकेटमा राख्नु पर्यो प्लस 90 360 डिभाइडेड बाई 90 गरेर कति आउँछ डिभाइडेड बाई 90 4 ले भाग गर्यो भने 90 लाई 4 ले भाग गुणन गर्यो भने चाहिँ 360 आउँछ। त्यसैले अब 9 इन्टु 15 9 इन्टु 15 135 प्लस 6x माइनस 6 5 जा 30 प्लस 4x बाई 360 इक्वल टु 1 हुन्छ। अब यो प्लस गर्नु पर्यो। यो प्लस 10x प्लस यो माइनस गर्दा 105 इक्वल टु क्रस मल्टिप्लाई गरिदिउँ 10x 360 माइनस 105 गर्दाखेरि हाम्रो आउँछ 360 माइनस 105 गर्दाखेरि 255
255 डिभाइडेड बाई यो 10 यता डिभाइड गर्नु पर्यो। यो भनेको हाम्रो डिभाइड बाई 100 गर्दाखेरि 2.55 आउँछ। यसलाई हामीले अरूको 25 डिभाइड बाई 1/2 दिन भनेर लेख्न सक्छौँ। यसलाई चाहिँ यहाँनिर therefore 3 ले जम्मा काम कति दिनमा गरेछ त 25 1 डिभाइड बाई 2 दिनमा काम सक्यो।